एभ्रिवान नमस्ते वेलकम ब्याक टु आवर युट्युब च्यानल आजको न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ। आज पनि म आइसकेको छु हजुरहरूको साथमा कलौटे गाइस। आज चाहिँ मैले भ्लग भिडियो ल्याएको छु साथीहरू। आज चाहिँ मेरो भ्लग चाहिँ कहाँसम्मको हुनेछ हजुरहरूले यो भिडियो अन्तिमसम्म हेर्नु होला। हाम्रो चाहिँ अब चाहिँ यो च्यानलमा रेगुलर भिडियो आउँछ होला, हजुरहरूले चाहिँ माया गर्नु होला गाइस हैन। अनि सो अहिले चाहिँ म ठ्याक्कै अहिले चाहिँ 10 बजिसकेको छ। मैले चाहिँ भिडियो स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ अनि सो अब चाहिँ हामी आजको ब्लग के हुन्छ त साथीहरू कलौटेको है त साथीहरू। ल सबैजनाले माया सपोर्ट गर्नु होला है। चाहिँ के गर्दैछु भने साथीहरू यहाँ हेर्न सक्नुहुनेछ हरियो साग सब्जी चाहिँ मैले पकाउँदैछु है। मेरो बुढी चाहिँ उता भित्र छ किनकि मेरो बुढीलाई पिरियड भएको छ है। अघि चाहिँ मैले के भन्छु भने यो पिरियड हुनेहरूलाई चाहिँ धेरै नै गाह्रो हुने रहेछ कि साथीहरू होइन। किनभने साला आज म बुढीको लागि भनेर प्याड किन्नु गएको साथीहरू। बाफ्रे प्याडको रेट कति हो? 100 रुपियाँ रे। ओ माई गड गाइज, ओ माई गड है। यस्तो चिज चाहिँ सरकारले चाहिँ होइन फ्री गर्नुपर्ने हो कि साथीहरू, फ्री होइन। यो भनेको त महिलाहरूलाई चाहिरहने चिज हो है साथीहरू। यो चाहिँ सबै पैसा नपर्नुपर्ने हो कि खास गरी यो सामानको चाहिँ, यो प्याडहरूको चाहिँ होइन। छोरी मान्छेहरूले यति भए कति सजिलो हुन्थ्यो होला होइन। सरकारले त्यति गर्दै त राम्रो हुन्थ्यो साथीहरू है। महिलाहरूको लागि चाहिँ त्यो चाहिँ फ्री हुनुपर्ने हो कि सबै स्वास्थ्य चौकीमा त्यो फ्री पाउनुपर्ने हो कि खास गरी त त्यो भएको छ साग चाहिँ। अनि मेरो बुढी चाहिँ भित्र छ। बुढीको हालत चाहिँ यस्तो छ साथीहरू, यहाँ हेर्नु सक्नुहुनेछ। मेरो बुढी चाहिँ यस्तो हालत छ, यस्तो पोजमा बसिरहेको छ। के गर्नु साथीहरू, गाह्रो पो छ त, गाह्रो छ। यस्तो हालत हुन्छ महिलाहरूको हेर्नु त साथीहरू, के गर्नु। दुःख त धेरै छ नि। एकचोटि यसरी सहेर भए पनि यता मेरो साथीहरूले भनिदेऊ त, उठेर होइन। तिमीहरूको प्याड किन्नलाई अघि म गएको हो कि म 100 रुपियाँ लाग्यो। 100 रुपियाँ रुपियाँको ल्याएको बाबु। कति हो त्यहाँ रेट? हेर रेट साथीहरू। 100 रुपियाँको चाहिँ मैले चाहिँ यसको लागि प्याड किनेको है। अब यो महिलाहरूको लागि चाहिँ सरकारले यतिको यो निःशुल्क बनाइदियो भने प्याड कस्तो राम्रो हुन्थेन भन त तिम्रो विचारमा? हुन्छ। यता हेर न कस्तो धेरै दुखेछ। हुन्छ भन्दैछु त नि। ओहो मेरो मायालाई दुखेछ। ल अब मैले साग तरकारी पुगाइसकेको छु। अब माम खाने कुचु 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 भनेर है। अनि कस्तो पोजमा बसेको त नि त्यो? अनि दुखे सहन सक्दिस् के भन्छ? के गर्नु बुढी मायालु, के गर्नु। तिमीहरूको जीवन नै जिन्दगी नै यस्तै छ, के गर्नु। अब भनेपछि मैले माकुरी टाले चर्काइदिउँ गालामा पङ्गै बनाएर मैले गरेर पो अझ है। ल अब त अर्को जुनीमा त छोरी मान्छे हुनु, म छोरा मान्छे हुन्छु। ल माम खानु। माम खानु आऊ, माम खानु। अब गाई जाने नजाने? आज जाने आज आया गर्दै पनि जाने। ल मेरो बेब्स। ल साथीहरू ल माम खानु जाउँ। लु साग मिठो भएन भन्दैछ हेर्नु त बुढीले। हामी छोरा मान्छेले पकाउँदा पनि डर छैन, नपकाउँदा पनि डर छैन। झन् होइन ऊ बिरामी छ भनेर मैले चाहिँ कस्तो मैले पकाएर खुवाइरहेको छु। अब अझ मिठो भएन अरे हो। यो मिठो भएन भन्यो भने मलाई फेरि केही काम नगरी बस्नु मन लाग्छ कि, केही काम नगरी। हेर्नु साथीहरू यस्तो छ। अनि अनि हामीले चाहिँ आज भात र सागसँग के छ बुढी? माछा मासु पनि छ होइन। देखाइदेऊ त। मेरो बुढीले अब देखाउँदैछ। हेर्नु सक्नुहुनेछ। यो चाहिँ च्यालेन्ज गर्दाखेरि उब्रेको चिज हो है साथीहरू। ल अनि यहाँ चाहिँ सागसँग छ है। हजुरहरूसँग केसँग घिच्नुभयो हजुरहरू? ल ओके खानुभयो है। हामीले चाहिँ यो यस्तोसँग खाइरहेको छौँ। अब आज हामी कहाँ जाने भन्यौँ त एकचोटि? बजार जाने सक्यो भने होइन, बजार जाने। अनि भिडियो बनाउनुको लागि सामानहरू लिएर आउने साथीहरू। हाम्रो भिडियो सबैजनाले हेरिदिनु होला। खोप्री नै लिएर आउन, एउटा खोप्री नै है। टाउको
पायो भने खोपरी लिएर आएर चाहिँ हामी भिडियो बनाउने भनेको साथीहरू होइन खोपरी भनेको के हो भन्ने थाहा छैन हेड अब हजुरहरूले त थाहा छैन होला टाउको के टाउको ढुङ्गा ढुङ्गा राख्नु ल ओके साथीहरू अब चाहिँ हामी खाना खान्छौँ लम 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 बनाएर अनि चाहिँ हामी के गर्छौँ हजुरलाई देखाउँदैछौँ यो बुढोको पेन्टी लाउनु भनेको भाग्यमानी हुन्छ बुढी यो ए बुढी के भयो फेरि बेहोरा भनेको चाहिँ एउटै पनि छैन कि साले हरामी मेरो बेहोरा हुँदैन मेरो बेहोरा छ कि छैन भाउ बुढोको पेन्टी लाउनु भनेको शिरमा राम्रो हो के अन्त मुखमा दल्छ त्यस्तो फोहोर लुगा कहाँ मैले फोहोर लगाएको छु त लगाइसकेपछि फोहोर हुँदैन कहाँ यो साथीहरू यो फोहोर छ हेर्नु त यति राम्रो नयाँ छ हेर्नु त यहाँ त फाटेको रहेछ ओइ सो साथीहरू यो चाहिँ अलिकति फन्नी मात्रै गरेको है त ल ठिक गर्छ बुढोको यो मुख चाहिँ चुस्ता चाहिँ हुने यो पेन्ट ए चुसे छैन रे बिरामी भयो भने छोड्दैन मकै रोप्दैछु यस यहाँ हेर्न सक्नुहुनेछ यहाँ मकै मैले काम गराएको चाहिँ होइन है साथीहरू यो आफैले काम गरेको म नभए गरिहाल्थेँ नि हो कि होइन गऱ्यो अनि हामीले चाहिँ मकै कसरी रोपेछौँ भने यहाँ डोरी टाँगेछौँ होइन साना यहाँ डोरी टाँगेछौँ अनि सो यहाँ चाहिँ अनि कसरी रोप्छौँ रोप्देऊ बुढी यसरी रोप्दैछौँ हामी साथीहरू मकै चाहिँ हामीले यसरी रोप्दैछौँ गाइज अहिले काम गर्दै गएको गाइज होइन अहिले बुढाबुढी डिस्केस परिगयो गाइज झगडा परिगयो कि साथीहरू अनि काम गर्दा पनि डर छैन भगवान् मैले काम गरेको मन पनि पराउँदैन म कसरी बाँच्नु हो यो स्थितिमा साथीहरू यहाँ हेर्न सक्नुहुनेछ यहाँ चाहिँ हामी चाहिँ मकै रोप्दैछौँ यहाँ चाहिँ हाम्रो ठाटाङ ठुटुङ परिसकेको छ अब तपाईँहरूको बुढाबुढी कतिको ठाटाङ ठुटुङ पर्छ हाम्रो त दिनमा नहुँदा पनि 99 खेप त ठाटाङ ठुटुङ पर्छ गाह्रो पो छ साथीहरू मकै रोप्दैछौँ हामी अब के गर्नु मेरो गाइस गाह्रो छ यसले चाहिँ मन बढ्दो छ कि साथीहरू अघि मैले भने नि अब कहाँ जान लागेको तिमी चाहिँ हिरोइनी पल्टेर अब हिँडेको उता लाउडतिर पहिलो हिँडेको दाँत त अनि गइसकेको छ त दाँत त निस्किसकेको छ त्यही पनि लाउरी हिँड्ने अब चाहिँ यो उमेरमा चाहिँ कमाउनु जान थाल्दै हुनुहुन्छ है लाउरी त्यही पनि लाउर जाने अब लाउरी होइन आमाको त अनुहारमा टाउकोमा त ठुलो देख्छ त्यो के भयो गर्नु त अब त्यस्तै हो नि अब बुढेसकालमा भन्छ कमाउनु जान्छु भन्छ हे भगवान् एउटा भन है भन कहाँ जानु लागेको रियल जानु त कहाँ जानु र घरमै बस्नु के नुहाउन बित्तिकै हो के अरे जानुपर्छ के थाहा म त कहीँ जान्छ कि भनेर भनेको होइन अनि यहाँ मन व्रत भएको छ अब हामी गाई जाने होइन गाई जाने कि नजाने गाई जाने कि नजाने भन्छ गाई जाने कि नजाने भन्छ गाई जाने कि नजाने भन नि त गाई जाने कि न यस्तो रिस छ यार आगो त के हो हेर्नु त गाई दुःख ए माया छैन अघिसम्म परेवाको जोरी जस्तो चुई चाहिँ गर्ने अहिले चाहिँ के हो यस्तो परेवाले किस गरेको देखेको छैन अहिलेसम्म देखेको छैन हो त्यस्तै हो साथीहरू हाम्रो जोडी पनि त्यस्तै हो परेवाको परेवाको जोडी जस्तो चुस्नुपर्छ अनि मात्र माया मिल्छ होला जस्तो छ अनि माया हुन्छ हो कि होइन साथीहरू हो लुगा लाएर पनि राम्री भएर पनि हिरोइनीहरू भन्दा पनि राम्री भएर पनि राम्रो भएर पनि हामी चाहिँ अब कहाँ जान लागेको बजार यस बजार जान लागेको साथीहरू बजार चाहिँ किन जान लागेको त साथीहरू बजार चाहिँ अब भिडियो बनाउनको लागि भिडियो बनाउने सामानहरू छैन अनि भिडियो बनाउने सामानहरू लिन हिँडेको साथीहरू भिडियो लाउनै पर्यो
अब मेरो बुढीले होइन अब यो छोरी मान्छेहरूको ब्यागमा चाहिँ के हुन्छ भनेर मान्छेहरूले धेरै हुन्छ के होइन हाम्रो छोरा मान्छेहरूमा चाहिँ त्यस्तो मनमा हुन्छ के छोरी मान्छेको ब्यागमा चाहिँ के हुन्छ त आज पर्दा साफ गर्नुपर्छ साथीहरू ल गाइस अब यहाँ हेरौँ यहाँ देखा यहाँ देखा भनेको छोरी मान्छेको ब्यागमा 100 रुपियाँ छ यति है अर्को चोर गोजीमा हेर्नु साथीहरू यस्तो हुन्छ चोर गोजीमा के छोरो खुल्ला पैसा त्यो 100 रुपियाँ 50 रुपियाँ नि हो ए साथीहरू मेरो बुढी चाहिँ अलिक सिम्पल छ अरू अझै नक्कलीहरूको होइन ब्यागमा हेऱ्यो भने त सबै लाली क्रिम पाउडरहरू मात्रै हुन्छ मेरो बुढीले चाहिँ धन्न नबोकेको रहेछ हो म त्यस्तो घस्दिनँ नि त ए घस्दैन के लाउँछ सिरिप भन त तिम्रो मैले लाउने भनेको एउटा फेरम लभली हो हैन अनि एउटा लिपस्टिक हो अनि एउटा टीका अनि सिन्दुर यति भएपछि गुड बुढी गुड यस्तै गर्नु किनकि अब अरू लाउँ भने अब बुढोको कमाइ छैन बेरोजगार छ अब अरू त सक्नु पऱ्यो नि हो कि होइन सके पनि म लाउँदिनँ नि त नलाउने मान्छेहरू होइन पैसा नहुँदाखेरि मात्रै हो जब आफ्नो साथमा गोजीमा पैसा हुन्छ नि मान्छेको रूपरङ्ग चेन्ज हुन्छ साथीहरू रूपरङ्ग चेन्ज हुने भने के मेरै हातमा पैसा हुन्छ त नि यहाँ गाला बिगार्नु छ र त जे होइन यस्तो हो नि त अब हाम्रो चाहिँ होइन व्यवहार छ होइन आफ्नो घर व्यवहार छ त्यही भएर व्यवहारले गरेर हाम्रो मेकअप गर्नुले पैसा पुग्दैन क्या लुगा राम्रो लाउनु त्यही भएर चाहिँ योले कन्ट्रोल हो गाइस त्यो पैसा नपुगेर त्यो मेकअप नलगाएको चाहिँ त्यो होइन है नभएको कुरा चाहिँ नगर हो गाइज हो ल साथीहरू हामी चाहिँ अब चाहिँ हामी गाई जान्छौँ देख न गाइज देख न मेरो बुढीले पैसा सक्ने भयो देख न अहिले पैसा निकालेर ल्याएको मेरो बुढीले आज सक्ने भयो यो आइमेहरू चाहिँ एक ठाउँको पसेपछि चाहिँ पैसा नछोड्ने भयो क्या मेरो बुढी मात्र यस्तो हो कि अरूको बुढीको पनि त्यस्तै हो अझै मकै नलाने बा अझै भन्छ ए पसलै लाग्नु पसलै लग सक कतिको हो खै यसको रेटहरू 500 हेर्दैछन् 155 को डाल आयो हाम्रो यहाँ चाहिँ चाउको सोकेस हो गाइस हेर्नु सक्नुहुनेछ यस्तो पाइन्छ उदयपुरमा चाहिँ त्यस्तो छ हेर्नु बुलडक्स चाउ अनि यसले चाहिँ यो चुज गरेछ यो लग्ने रे हैन हेर्नु सक्नुहुनेछ चाउ पनि कति खानु भगवान गाइज यो चाहिँ हामीले ब्ल्याक नुडल्स पनि बोकेको छौँ यहाँ हेर्नु सक्नुहुनेछ यति धेरै छ देखो न बुढी देखो न यता देखो न साथीहरू हामी चाहिँ डिपार्टमेन्टमा निस्किसकेको छौँ अब चाहिँ हामी घर जान लागेको होइन आज चाहिँ भारी पुगिसकेको छ हामीलाई अब पैसा पनि सक्यो त्यही भएर अलिअलि मात्र सक्यो भन्नु हुँदैन अरे त्यही भएर अलिअलि छ है अब अगाडि छ हामी पछि सपिङ देखो न मेरो बुढीको सपिङ आज गाईघाटको सपिङ ल भयो आमा छोडिदेऊ आमा छोडिदेऊ माया लाग्दैन बुहारीको त्यसरी हालेको हाली गर्ने हो मेरो बुढीलाई आफूले लाउनु भन्छ देखो न गाइज आज चाहिँ हामीले सपिङ देखो न यति धेरै सपिङ हामीले गरिसकेको छौँ गाइज है ओ माई गड बजार डुल्नु भनेपछि यति गाह्रो हुन्छ किनकि हाम्रो बाइक छैन त्यही भएर चाहिँ गाह्रो हुन्छ कि साथीहरू हामी बाइक भएको भए त यसो अलिकति सजिलै हुन्थ्यो हामी अब हिँड्नुपर्छ यत्रो भारी बोकेर हेर्नु न वै देखो न गाइज देखो न यो भित्र के होला देखो न हैन भिडियो बनाउने सामानहरू बाइकहरू केही पनि छैन बुलडक्स देखाइदिउ त कति पर्ने रहेछ हाम्रो उसमा यहाँनेरि चाहिँ हाम्रो यति पर्छ साथीहरू बुलडक्सलाई ओइ 245 खै हेर ओइ साथीहरूकोतिर यो बुलडकलाई कति पर्छ भन्नु त हाम्रो गाईघाटमा ठगेको हो कि यहाँ हेर्नु सक्नुहुनेछ हैन एउटालाई नै 245 परेपछि कसरी भिडियो बनाउनु होला साथीहरू सोच्नु त कमै समय छैन अनि हामी जस्तो गरिब दुखीले डन हो कि डुन हो कि चाउ हो यसको चाहिँ मलाई च्यालेन्ज गर्नु मन छ ए च्यालेन्ज गर्ने मन छ रे साथीहरू आमा के खाने
खाजा के गर्ने चटपटे बसिसक्यो छिटो ल ल ल ल ल के ल्याएको त्यही गाइस हामीले चाहिँ भिडियो बनाउने सामानहरू ल्याएको छौँ यो बुलडक चाउचाउ भयो अनि यो चाहिँ नयाँ टुपिएम जस्तो खै के हो त्यो चाहिँ यो यहीँ छ होइन अनि यहाँ चाहिँ दाल रहेको छ 1 किलो अनि यहाँ नानीले तलबाट आमाले देऊ न खाजा एउटा मात्र देऊ धेरै न के त्यो बिस्कुट त्यो तल्लको के तल्लको पाउरोटी जस्तो आमालाई आमालाई त आमाले ढुकुर कुर 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 गरेर चाहिँ यहाँ कटक कटाक 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 गरेर चाहिँ यहाँ बसिराख्नु भएको छ त्यही भएर यसको एउटा दिने हो ओहो बाउले पनि उहाँ हेरिराखेछ के ल्याइदियो भनेपछि बाउले फेरि गुलियो धेरै मन पराउँछ त्यही भएर ए फोर्न बाङ्ने बनायो गुड 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 भेरी गुड गाइज हामीले चाहिँ यो छोरीको लागि खाजाको लागि ल्याइदिएको के ल्याऊ बाउ यो खाजा बाउलाई त फेरि गुलियो कम मनपर्छ र साथीहरू ए बाउलाई गुलियो ए देखाउँदैछ ए देख न गाइस देख न खायो ल गाइस हेर्न सक्नुहुनेछ आमालाई पनि एउटा दिनुभयो कोसेली ल ओके साथीहरू हामी चाहिँ घर आइसकेको छौँ अब चाहिँ हामी के गर्छौँ त साथीहरू भिडियो बनाउने छौँ ठुलो च्यानलको लागि आज साथीहरू हामी चाहिँ भिडियो सिडियो बनाएर पनि ढुक्क गरेर आनन्द गरेर बसेछ हेर्नु न साथीहरू सबैजना आम्मा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  है देख न गाई देख न खाएर त हो हेर्नु त अरट्ठ भइसकेको छ दौडिँदा थाक्यो हामीले चाहिँ आज दौडिने गेम खेलेको छौँ होइन अनि यसको के भयो भुँडी ठुलो भयो यसले चाहिँ गोस्ला खान्छ यो र सुँगुर कहिले पनि अगाउँदैन साथीहरू सुँगुरलाई जति दिँदा पनि जे दिँदा पनि खाएको खाइ गर्छ यो पनि त्यस्तै हो साथीहरू खानै जन्मेको त नि अगाउँदिन नि खान्छ नि त अनुहार पनि सुँगुर जस्तै छ मुख पनि है साथीहरू ल आजको भिडियो कस्तो लाग्यो कसलाई भनेको तिमीलाई के ए मलाई भनेको अब मैले कस्तो भन्नु आफै दौडिनु अब कस्तो भन्नु कस्तो भएन जस्तो भए पनि अब होइन तिमीले कस्तो भयो मलाई एकदम राम्रो भयो रमाइलो भयो खानु पाउँदा अनि रमाइलो हुँदैन त नि अनि भाउजूलाई मलाई पनि रमाइलो भयो अब झन्डै टाउकोले टेकेन लडेर होइन एक्सर्साइज भयो जे होस् ल ओके साथीहरू आज चाहिँ हामी आजको भिडियो चाहिँ यहीसम्मको हुनेछ है हजुरहरूले पनि माया गर्नु होला यो भिडियोलाई सबैजनाले लाइक गरिदिनु होला है आई होप हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक चाहिँ पक्कै पनि गर्नु होला है साथीहरूलाई अब चाहिँ म यति भन्दै बिदा लिन जान्छु फेरि पनि भेटौँला साथीहरू बाई बाई ल बाई बाई भन्ने ल सबैजना